नमस्ते सबैजनामा। आज हामी डिप्लोमा इन सिभिल इन्जिनियरिङको 5th सेमिस्टरको आरसी सब्जेक्टको 2081 मा सोधेको एकदमै इम्पोर्टेन्ट क्वेशन लिएर आएका छौं। 2081 मा चाहिँ 16 मार्क्स सोधेको छ, 3 नम्बरको क्वेशन है। यो 3 नम्बरको क्वेशन यो चाहिँ 16 मार्क्स 2081 मा सोधेको छ। अब आउने क्वेशनमा चाहिँ 16 मार्क्सकै सोध्छ भन्ने ग्यारेन्टी छैन, तर यस्तो वाला न्यूमेरिकल यो वाला न्यूमेरिकल गर्यो भने 8 देखि 10 मार्क्स त फिक्सै आउँछ के। यो वाला च्याप्टरले 24 मार्क्स अकुपाई गरेको छ। 24 मार्क्स मध्ये यो वाला न्यूमेरिकल चाहिँ एकदमै इम्पोर्टेन्ट हो। 16 मार्क्सको पनि धेरै म्याक्सिमम 16 मार्क्सको नै आउँछ। त्यसैले यो वाला न्यूमेरिकललाई अलि ध्यान दिएर हेर्नु होला। सजिलो छ, स्टेप्सहरु हेर्नु होला। फर्स्ट अफ अल गिभन कुराहरु लेख्ने है। यसलाई पनि मैले स्टेप 1 मै मानेको छु। सेकेन्डमा चाहिँ एज्युम d = स्पेन अपन 12। यो किन गर्यौं? सेकेन्ड स्टेप भनेको इफेक्टिभ डेप्थ पत्ता लगाउने, फाइन्ड इफेक्टिभ डेप्थ फाइन्ड आउट गर्ने र ओभरअल डेप्थलाई चाहिँ d ले। सेकेन्ड स्टेप यो भयो। थर्ड स्टेप चाहिँ b फाइन्ड आउट गर्ने। फाइन्ड b भनेको विथ फाइन्ड आउट गर्ने। विथ फाइन्ड आउट गर्नको लागि d = 2b हुन्छ। यसले के इम्प्लाइज गर्छ? b = यो d अपन यो 2 यता आउँदाखेरि अपनमा भयो नि हैन। b = d/2 गरेर यहाँबाट b को भ्यालु फाइन्ड आउट गर्छौं अनि हामी क्याल्कुलेट द इफेक्टिभ स्पेन। हामीले 1/2 स्ल्याब देखि पहिला देखिनको न्यूमेरिकलमा चाहिँ इफेक्टिभ स्पेन निकाल्दाखेरि चाहिँ 2 वटा भनेको छौं नि। मिनिमम अफ 2 वटा भ्यालु निकाल्ने, जो सानो छ त्यही आली एफएफ मान्ने। क्याल्कुलेसन अफ द टोटल लोड, फ्याक्टर लोड र बेन्डिङ मोमेन्ट। टोटल लोड निकाल्नको लागि सेल्फ वेट। फर्स्ट अफ अल सेल्फ वेटलाई त नछोड्ने के। यस्तो वालाको सेल्फ वेट भनेको गामा * b सेल्फ वेट भनेको गामा * b * d। गामा भनेको 25, b भनेको क्वेशनले हामीले फाइन्ड आउट गर्छौं, d भनेको ओभरअल डेप्थ यहाँबाट फाइन्ड आउट गर्छौं। ल फ्याक्टर लोड भन्दाखेरि 1.5 ले मल्टिप्लाई गरेर हामी टोटल लोडलाई फ्याक्टर लोड निकाल्छौं। अनि बेन्डिङ मोमेन्ट यो फर्मुला युज गरेर बेन्डिङ मोमेन्ट अनि क्याल्कुलेसन लिमिटिङ बेन्डिङ मोमेन्ट mu यो mu निकाल्यौं अनि लिमिटिङ बेन्डिङ मोमेन्ट निकाल्छौं। लिमिटिङ बेन्डिङ मोमेन्ट निकाल्नको लागि mu लिमिटेड = यो वाला फर्मुला अघि नै पेज नम्बर 96 को। पेज नम्बर 96 चाहिँ एकदमै इम्पोर्टेन्ट छ। 38.1 क्लज को केस सी वाला यो वाला फर्मुला युज गर्छौं हैन। mu लिमिटेड यो वाला फर्मुला पछि हामी न्यूमेरिकल गर्दाखेरि चाहिँ कसरी गर्ने भनेर हेर्ने छौं। अनि कम्पेयर गर्ने है। किन कम्पेयर गर्ने भन्दाखेरि हामीले खास डिजाइन गर्नुपर्ने हो नि त। क्वेशनले दिएको हुँदैन सिंगली रेइन्फोर्स डिजाइन गर, डबली रेइन्फोर्समेन्ट डिजाइन गर भनेर क्वेशनले दिएको हुँदैन। यदि डिजाइन गर भनेरै दिएको भए पनि यति स्टेप चाहिँ गर्नै पर्छ है। यदि क्वेशनमा चाहिँ डिजाइन सिंगली रेइन्फोर्समेन्ट, डबली रेइन्फोर्समेन्ट के दिएको छैन भने हामीले कुन रेइन्फोर्समेन्ट हो भनेर त फाइन्ड आउट गर्नु पर्यो नि। त्यो गर्नको लागि हामी mu को भ्यालु mu र mu लिमिटेडलाई चाहिँ कम्पेयर गर्ने। केही नगर्ने mu लाई हेर्ने कि mu सँग mu लिमिटेड कम्पेयर गर्ने। यदि mu चाहिँ mu लिमिटेड भन्दा सानो छ भने सिंगली रेइन्फोर्समेन्ट, mu चाहिँ ठुलो छ भने डबली रेइन्फोर्समेन्ट। यो वाला स्टेप चाहिँ यो भन्दा तलको स्टेप चाहिँ सिंगली रेइन्फोर्समेन्ट हो। डबली रेइन्फोर्समेन्टको लागि यति स्टेपसम्म त बराबर हो। यति स्टेप तपाईलाई यो तलको थाहा छैन, यतिसम्म लेख्यो भने 4 देखि 6 मार्क्स त फिक्स नै आउँछ। यतिसम्म कुन रेइन्फोर्समेन्ट हो भनेर थाहा पाउने बित्तिकै 4 देखि 6 मार्क्स या कुनै 16 मार्क्स छ भने 8 मार्क्स त दिइराख्या हुन्छन् यसमा। यतिसम्म चाहिँ 16 मार्क्स छ भने यति सोध्या छ भने 8 मार्क्स फिक्स यतिसम्म आयो। सिंगली र डबली फाइन्ड आउट गरेको हो। यतिसम्म चाहिँ फाइन्ड आउट गर्यौं है। अनि 8 स्टेपमा चाहिँ के रेइन्फोर्समेन्ट फाइन्ड आउट गर्ने। रेइन्फोर्समेन्ट भनेको AST निकाल्ने फर्मुला यही फर्मुलाबाट पेज नम्बर 96 कै पेज केस बी बाट पछि हेरौँला। यो बाइ युजिङ mu = 0.87 fi AST * d 1 - AST * fi अपन bd * fc के वाला फर्मुला। अनि 9 मा चाहिँ यति गर्यो भने ल 16 मार्क्स सोध्या छ, यति गर्यो भने 10 देखि 8 देखि 10 मार्क्स फिक्स आयो। यति क्याल्कुलेसन अफ द रेइन्फोर्समेन्टमा चाहिँ क्याल्कुलेसन गर भनेर आयो भने यतिसम्म आयो भने 10 मार्क्सको सोध्छ। अनि चेक फर रेइन्फोर्समेन्ट र चेक फर डिफ्लेक्सनको सोध्यो भने यसमा 4 4 8 है। नत्र यो चाहिँ 8, यो चाहिँ यति चाहिँ 8 मार्क्स, यति चाहिँ 8 मार्क्स, 16 मार्क्सको यो सोध्न सक्छ। रेइन्फोर्समेन्टको चेक गर्दाखेरि मिनिमम रेइन्फोर्समेन्ट कति हुनुपर्छ? 0.85 BD अपन fi चाहिँ फर्स्ट अफ अल यो भ्यालु निकाल्ने। यो भ्यालु चाहिँ के भन्दा सानो हुनुपर्छ त AST प्रोभाइडेड गरेको भ्यालु भन्दा यो भ्यालु सानो आयो भने मिनिमम भन्ने बित्तिकै सानो आउनु पर्यो के। ओके, अब यो AST प्रोभाइडेड चाहिँ पछि हामीले न्यूमेरिकल गर्दा निकाल्ने भ्यालु
अनि म्याक्सिमम रेन्फोर्समेन्ट आफै बुझ्ने कि म्याक्सिमम भनेपछि ठुलो आउनुपर्छ के भन्दा म्याक्सिमम रेन्फोर्समेन्ट फर्स्ट अफ अल निकाल्ने 4% अफ बिडी यो म्याक्सिमम रेन्फोर्समेन्ट चाहिँ प्रोभाइड गरेको एएसटी भन्दा चाहिँ ठुलो आउनुपर्छ है रेन्फोर्समेन्ट भन्नु नै एएसटी हो अनि डिफ्लेक्सन चेक गर्ने डिफ्लेक्सन चेक गर्दाखेरि स्प्यान अपन डेप्थ म्याक्स चाहिँ स्प्यान अपन डेप्थ प्रोभाइडेड म्याक्स चाहिँ प्रोभाइडेड भन्दा अभियसली ठुलै हुनुपर्छ नि त हो यो करेक्ट आउनुपर्छ अनि स्प्यान अपन डेप्थ प्रोभाइडेड भनेको गिभन नै हुन्छ यहाँ हामी निकाल्न सक्छौँ स्प्यान अपन डेप्थ म्याक्स भनेको k1 इन्टु k2 इन्टु k3 इन्टु बेसिक भ्यालु यो कसरी आउँछ हामी न्युमेरिकलमा सरसर गर्नेछौँ है ल क्वेसन छ 2081 को 3 क्वेसन नम्बर 3 मा सोधेको 16 मार्क्स को क्वेसन छ A rectangular reinforced concrete beam is simply supported on a two masonry wall of 200 mm thick and 6 meter apart center to center. The beam is carrying an imposed load of the 15 kN per meter. Design the beam with all necessary check. यहाँ beam को डिजाइन गर्नुहोस् all necessary check सबै चेक गर्नुहोस् चेक गर्नु भनेपछि रेन्फोर्समेन्ट को चेक गर्नु पर्यो डिफ्लेक्सन को चेक गर्नु पर्यो फर्स्टमा चाहिँ हामीले के भनेको थियौं गिभन कुराहरु लेख्ने गिभन कुराहरु के छ टु रेक्टेंगुलर रेन्फोर्स्ड कन्क्रिट विथ कति छ थिकनेस अफ वाल भनेको थिकनेस अफ द वाल कति छ 230 mm ठीक छ नि यसलाई बीले डिनोट नगर्ने है यसलाई सपोर्टहरुलाई चाहिँ बी यसमा चाहिँ हामी बीमको डिजाइन गर्दाखेरि बीलाई चाहिँ बीमको विथ हो यो चाहिँ सपोर्टलाई चाहिँ जस्ता हो त्यस्तै लेख्ने यहाँ अनि क्वेशनमा के भनेको छ 6 मिटर सेन्टर टु सेन्टर छ याद राखौं सेन्टर टु सेन्टर डिस्टेन्स भनेको यो एउटा बीम हो हैन यो चाहिँ सपोर्ट हो सेन्टर टु सेन्टर डिस्टेन्स भनेको यो यसको यो सपोर्टको बिचदेखि यो सपोर्टको बिचसम्मको डिस्टेन्स हो नि त तर म्याक्सिमम क्वेशनमा चाहिँ क्लियर स्प्यान भनेर पनि सोधे हुन्छ क्लियर स्प्यान भनेको यो वाला हो रातो मैले रेड पेनले इन्डिकेट गरेला यो वाला बाहिरदेखि बाहिरसम्मको यो चाहिँ क्लियर स्प्यान हो इफेक्टिभ यो सेन्टर टु सेन्टर भनेको यहाँदेखि यहाँसम्म चाहिँ यो सेन्टर टु सेन्टर कति छ 6 मिटर तर हामीलाई चाहिएको के हो त क्लियर स्प्यान हो नि त चाहिएको यदि क्वेशनले क्लियर स्प्यान दिएको थियो भने हामी के गर्थेनौ त्यही क्लियर स्प्यान नै गिभन लेख्थ्यौं तर यहाँ चाहिँ क्लियर स्प्यान नभनेर सेन्टर टु सेन्टर लेन्थ दिएको छ भने हामी क्लियर स्प्यान निकाल्छौं के निकाल्छौं क्लियर स्प्यान यो टोटल 6 मिटर यहाँ दिएकै छ यो वाल थिकनेस दिएको छ 6 मिटरबाट यसको यहाँबाट यति आधा 230 को आधा यहाँबाट घटायो 230 को आधा यहाँबाट घटायो भने हामी त यहाँदेखिको यहाँसम्मको डिस्टेन्स चाहिँ फाइन्ड आउट गर्छौं नि 6 माइनस यो भनेको 230 भनेको 0.23/2 माइनस 0.23/2 है यहाँबाट एउटा साइडबाट यति हो हैन क्लियर स्प्यान भनेको यहाँदेखि यहाँसम्म यो चाहिँ 230 को आधा यहाँबाट घटायौं आधा यहाँबाट घटायौं त्यसैले यो निस्क्यो 5.77 मिटर आयो यसलाई एमएम मा लग्दा भयो नलग्दा भयो पछि डाइरेक्ट लग्दा पनि भयो है अनि क्वेशनमा दिएको छ इम्पोज लोड 15 किलोन्युटन पर मिटर यो पनि दिएकै छ ग्रेड अफ द कन्क्रिटको ग्रेड कति दिएको छ ग्रेड अफ कन्क्रिट चाहिँ M20 FCK = 20 न्यूटन पर mm को स्क्वायर मैले त्यो लेख्न बिर्सेको छु द बीम इज यूज M20 ग्रेड भनेको छ नि क्वेशनमा यूज M20 ग्रेड एन्ड FE 415 स्टिल छ मैले यहाँ क्वेशनमा त्यो लेख्न बिर्सेको छु ल हेर्नु होला त्यही पनि ग्रेड अफ स्टिल भनेको कति छ F कति छ FE 415 FE 415 भन्ने बित्तिकै FE 415 यहाँ छ 415 स्टिल भनेको FI = 415 न्यूटन पर mm स्क्वायर स्टेप 2 मा के गर्ने क्याल्कुलेसन अफ डी ओभरअल डेप्थ सुरुमा इफेक्टिभ डेप्थ निकाल्ने अनि ओभरअल डेप्थ निकाल्ने इफेक्टिभ डेप्थलाई चाहिँ डी ले इन्डिकेट गर्यौ है डाइरेक्ट हामीले डी नै गरौँ अनि हामीले अघि के भनेका थियौं एज्युम डी = 2b भनेका थियौं नि एज्युम डी = 2b लेख्यौं यहाँ एज्युम डी = 2b जस्ता हो एज्युम डी = स्टेप 2 मा स्टेप 2 मा डी = स्प्यान अपन 2 हो यो स्प्यान चाहिँ किन चाहियो भन्दाखेरिमा यो स्टेपमा निकाल्नको लागि स्प्यान चाहिएको हो तर म्याक्सिमम क्वेशनमा चाहिँ स्प्यान दिएकै हुन्छ यो झुक्याउनलाई सेन्टर टु सेन्टर दिएको हो त्यो आफै बुझ्नु होला हल्का क्वेशन घुमाएर दियो भने डी भनेको स्प्यान अपन 12 स्प्यान भनेको 5770 mm अपन 12 जस्ताको त्यस्तै यो कति आयो 480.833 mm आयो यसलाई हामीले 480 राख्दा पनि हुन्छ तर हामी चाहिँ 50 को मल्टिप्लाई हुने 50 ले भाग जाने गरी चाहिँ राख्दा सजिलो हुन्छ पछि चाहिँ चेक गर्न चाहिँ एकदमै सजिलो हुनाले हामीले 500 mm राख्यौं है डी अनि
डी निकाल्यौँ अनि ओभरअल डेप्थ भनेको के हो ओभरअल डेप्थ भनेको इफेक्टिभ डेप्थ डी प्लस क्लियर कभर हो कि नि इफेक्टिभ डेप्थ भनेको 500 mm यहाँबाट निकालेका छौँ प्लस यो 5 भनेको क्लियर कभर हो 5 भनेको क्लियर कभर 50 mm हामीले आफैले मानेको यो मानेको भ्यालु हो हैन तपाई 30-40 जति मान्दा पनि भयो तर यहाँ चाहिँ 500 प्लस 50 550 सजिलो हुने भएकाले मलाई चाहिँ 50 राखेको यो आफैले मानेको प्रोभाइड क्लियर कभर है ल यो ओभरअल डेप्थ निकाल्यौं अनि स्टेप 3 मा चाहिँ एज्युम d = 2b गर्ने भनेका छौं d = 2b गरिसकेपछि b = d upon 2 होला नि d भनेको चाहिँ यो b भनेको विड्थ अफ द बीम हो है 500 upon 2 d भनेको 500 mm upon 2 जस्ता अवस्था 250 यहाँ नझिक्किनु होला यो यस्तो गरे हो कि d upon 2 = b हो नि त यो b लाई यता लेख्दाखेरि d upon 2 जस्ता जस्तै भयो यो 250 mm हो 250 mm भनेको 250 mm आयो 250 mm भनेको 0.25 मिटर आयो अनि स्टेप 4 मा चाहिँ क्याल्कुलेसन अफ इफेक्टिभ स्प्यान इफेक्टिभ स्प्यानको क्याल्कुलेसन गर्नको लागि अघि हामीले स्टेपमा हेरेका थियौं दुईटा भ्यालु निकाल्ने जो सानो छ त्यही नै इफेक्टिभ स्प्यान हो दुईटा भ्यालु निकाल्ने सेन्टर टु सेन्टर डिस्टेन्स बिट्विन सपोर्ट एउटा निकाल्ने हो यहाँ चाहिँ सेन्टर टु सेन्टर डिस्टेन्स बिट्विन सपोर्ट चाहिँ क्वेशनले दिएकै छ हो कि नै भन्नुस् यहाँ चाहिँ क्वेशनले दिएकै छ यदि क्वेशनले चाहिँ क्लियर स्प्यान भएको भए यदि 6 मिटर चाहिँ क्वेशनले क्लियर स्प्यान दिएको थियो अनि यहाँ चाहिँ सेन्टर टु सेन्टर लेखेको थिएन भने यहाँ चाहिँ सेन्टर टु सेन्टर के लेख्थ्यौं 6 मिटर प्लस यो 0.23 डिवाइडेड बाइ 2 प्लस 0.23 डिवाइडेड बाइ 2 लेख्थ्यौं किनकि त्यो भनेको 6 मिटर भनेको त्यति बेलाको कन्डिसनमा क्लियर स्प्यान हुन्थ्यो अहिले त क्वेशनले नै सेन्टर टु सेन्टर भन्न दिएकै छ नि त त्यसैले सेन्टर टु सेन्टर डिस्टेन्स बिट्विन सपोर्ट 6 मिटर क्वेशनले नै दिएको छ त्यसैले हामीले केही फर्दर क्याल्कुलेसन गर्नु परेन 6 मिटर जस्ताको त्यस्तै 6000 mm अनि बी मा चाहिँ क्लियर स्प्यान दुईटा भ्यालु निकाल्ने यो भ्यालु र यो भ्यालु क्लियर स्प्यान प्लस इफेक्टिभ डेप्थ क्लियर स्प्यान भनेको कति निकालेका थियौं 5770 mm निकालेका थियौं त्यो प्लस इफेक्टिभ डेप्थ भनेको अहिले भक्कर यहाँबाट 500 mm निकालेका थियौं यो गर्दाखेरि 6270 mm आयो इफेक्टिभ स्प्यान कति आयो नि दुई मध्ये सानोको छ 6 मिटर यो छ नि सानोको भ्यालु छ मिनिमम यिनीहरु मध्ये सानोको छ सानो 6 mm छ सरी सानो 6 mm छ त्यसैले यो सानो चाहिँ मैले यहाँ इफेक्टिभ स्प्यान चाहिँ 6 mm हुनुपर्ने हो 6 मिटर हुनुपर्ने हो सरी 6 मिटर 600 mm है ल मैले यहाँ ठुलोवाला भ्यालु लेखेर रहेछु तर सानोवाला भ्यालु यो 6200 हैन 6000 mm हो यहाँ चाहिँ 6000 mm है अनि स्टेप 5 मा चाहिँ क्याल्कुलेसन अफ द टोटल लोडको चाहिँ क्याल्कुलेसन गर्ने टोटल लोडको क्याल्कुलेसन गर्दाखेरि के टोटल लोड भनेको सेल्फ वेट प्लस इम्पोज लोड यो क्वेशनमा अरु लोडहरु पनि दिया हुन सक्छ गिवन यूडीएल लोड पनि दिया हुन सक्छ अरु लाइभ लोड पनि दिया हुन सक्छ है तिनीहरु जे छन् त्यो गिवनको कुराहरु त प्लस गर्दै जानु पर्ने भयो अनि सेल्फ वेट भनेको त मेनै आइहाल्यो गामा इन्टु बी इन्टु डी प्लस इम्पोज लोड भनेको गिवनमै छ इम्पोज लोड भनेको गिवनमा 15 दिएकै छ त्यही गरे अब गामा भनेको 15 आफैले एज्युम गरे गामा भनेको 25 हुन्छ गामा भनेको 25 हुन्छ कोडबाट इन्टु बी भनेको 250 mm अगाडि निकालेका थियौ नि यहाँ भन्दा अघिल्लो स्टेपमा प्र्याक्टिस गर्दाखेरि हेर्नु होला बी को भ्यालु 250 निकालेका थियौ हेर्नुस् बी को भ्यालु 250 mm निकालेका थियौ 250 mm भनेको 0.25 मिटर हो इन्टु डी भनेको 550 mm डी भनेको ओभरअल डेप्थ हो नि यहाँ झुकेर सानो डी नलेख्नु होला यो ठुलो डी हो ठुलो डी कति निकालेका थियौ 550 mm 550 mm भनेको 0.55 मिटर हो यो चाहिँ किलो न्युटन 25 गामा इक्वल टु 25 किलो न्युटन पर मिटरको स्क्वायरमा भएकाले चाहिँ सबैलाई चाहिँ हामीले मिटरमा लेख्या हौ है न त्यसैले टोटल लोड निस्क्यो फ्याक्टर लोड 1.5 इन्टु टोटल लोड गरेर 1.5 इन्टु टोटल लोड भनेको 18.437 गरेर फ्याक्टर लोडलाई डब्ल्यु ले डिनोट गर्यौं यो चाहिँ 27.655 गरेर यो निकाल्यौं अनि बेन्डिङ मोमेन्ट निकाल्ने फर्मुला डब्ल्यु अपन एलईएफएफ को स्क्वायर अपन एड गर्यौं डब्ल्यु भनेको 27.655 यहाँबाट निकाल्यौं इन्टु एलईएफएफ भनेको इफेक्टिभ स्प्यान अहिले भक्कर हामीले कति लेखेका थियौ 6 मिटर 6000
निकालेको थियौँ नि 6000 भनेको 6 मिटर हो नि त W भनेको किलोन्युटन इन्टु मिटरमा छ त्यसैले हामीले यसलाई 6 मिटरमै राख्यौँ अपन 8 त्यसैले यो चाहिँ कति आयो 124.447 किलोन्युटन इन्टु मिटर किलोन्युटन इन्टु मिटर हो यदि हामी यसलाई न्युटन इन्टु mm मा लिन चाहन्छौँ भने 124.447 इन्टु 10 को पावरमा 6 न्युटन इन्टु mm गर्न सक्छौँ अनि फर्स्ट बेन्डिङ मुभमेन्ट निकाल्यौँ अनि स्टेप 6 मा चाहिँ क्याल्कुलेसन अफ लिमिटिङ बेन्डिङ मुभमेन्ट निकाल्नको लागि पेज नम्बर 96 को केस सी युज गर्ने 38.1 त्यो यहाँभन्दा अघिल्लो भिडियोहरूमा हामीले गर्दाखेरि मोमेन्ट अफ रेसिस्टेन्स निकाल्दाखेरि त्यो केस सी मा है मैले झुक्केर कुनैमा केस बी भन्ने होला यो उसको लागि केस सी को लागि है यो वाला फर्मुला युज गर्ने ओभर र उसको लागि है त्यही वाला फर्मुला युज गरेर एमयु लिमिटेडको भ्यालु सबै भ्यालु गिभन नै हुन्छ 0.36 इन्टु एक्सयु म्याक्स अपन डी भनेको के हो एक्सयु म्याक्स अपन डी इज इक्वल टु 0.48 हुन्छ के का लागि किन भयो भन्दाखेरिमा यो पेज नम्बर 70 बाट लिएको यदि यहाँ चाहिँ एफई 500 हुन्थ्यो भने एक्सयु म्याक्सको अपन डी चाहिँ 0.48 हुन्थेन तर यहाँ चाहिँ एफई 450 भएकाले चाहिँ पेज नम्बर 70 मा छ एफवाई 450 छ भने एक्सयु म्याक्स अपन डी कति छ 0.48 त्यसैले यहाँ चाहिँ 0.48 गरे यदि यहाँ चाहिँ एफई 500 भएको भए एक्सयु म्याक्स अपन डी कति हुन्थ्यो 0.46 हुन्थ्यो तर एफई म्याक्सिमम क्वेसन चाहिँ एफई 415 मै सोध्छन् है 0.36 जस्ताको त्यस्तै एक्सयु म्याक्स अपन डी भनेको 0.48 इन्टु 1 माइनस 0.42 जस्ताको त्यस्तै एक्सयु म्याक्स अपन डी भनेको 0.48 इन्टु बी भनेको 250 mm अन्त फेरि कुन मिटरमा राख्ने कुन एमएममा राख्ने भनेर नझुक्किनु होला यदि क्वेसनमा चाहिँ फर्मुलामा चाहिँ एफवाई अथवा एफसीके अनि एफवाई एफसीकेहरू छन् भने त्यसमा चाहिँ आँखा चिम्लेर एमएममा फर्मुला युज गर्ने है यदि फर्मुला जस्तै यो फर्मुलामा डब्ल्यु इन्टु एलएफएफ स्क्वायर यसमा चाहिँ हामी जो पनि फर्मुला युज गर्न सक्छौँ नि हामी कुनै प्रब्लम भएन अब यसमा चाहिँ यो एफसीके अनि एफवाई तिनीहरू चाहिँ न्युटन पर एमएम स्क्वायरमा हुन्छ नि त्यसैले हामीले सबै भ्यालु चाहिँ एमएममा राख्नुपर्ने हुन्छ 0.36 जस्ताको त्यस्तै यो भइहाल्यो अनि यहाँबाट बी भनेको 250 इन्टु डी को स्क्वायर भनेको 500 mm को स्क्वायर हामीले अगाडिको स्टेपबाट ल्यायौँ है डी को भ्यालु चाहिँ इफेक्टिभ डेप्थ हो नि त डी भनेको 500 mm अगाडिको स्टेपबाट इन्टु एफसीके भनेको 20 हो कि भन्नै हो है हेर्नुस् एफसीके 20 ल यो भ्यालु गरेर चाहिँ एमयु लिमिटेडको भ्यालु चाहिँ यो चाहिँ न्युटन इन्टु एमएममा आयो हैन किनकि यहाँ सबै हामीले एमएममा राखेका थियौँ नि त यसलाई चाहिँ न्युटनमा किलोन्युटन इन्टु मिटरमा गरेर यसलाई चाहिँ अपन 10 को पावर 6 गरेर यो चाहिँ 172.454 यतिसम्म गऱ्यौँ ल अब स्टेप 7 मा कम्पेयर एमयु एन्ड एमयु लिमिटेड एमयु र एमयु लिमिटेड कम्पेयर गर्नु भनेको को ठुलो छ को सानो छ है एमयु लाई चाहिँ गर्ने है कम्पेयर एमयु को भ्यालु कति छ 124.447 किलोन्युटन इन्टु मिटर किलोन्युटन वाला हेर्ने हैन अनि एमयु लिमिटेड को भ्यालु 172 छ त्यो एमयु चाहिँ सानो छ नि त यार एमयु चाहिँ एमयु लिमिटेड भन्दा सानो छ त्यसैले यो के भयो सिंगली रेइन्फोर्समेन्ट भयो यदि एमयु चाहिँ ठुलो भएको भए डबल्ली रेइन्फोर्समेन्ट हुन्थ्यो यति स्टेपसम्म चाहिँ सब सिंगली र डबल्लीको लागि दुवैको लागि यति सेमै हो यतिसम्म गर्दाखेरि चाहिँ 6 मार्क्स चाहिँ आउँछ 6 मार्क्स चाहिँ फिक्सै आउँछ यति स्टेपसम्म गर्दाखेरि ल अब हामी सिंगली हो भने हामी सिंगलीकै डिजाइन गरौँ है सिंगलीको डिजाइन गर्दाखेरि स्टेप 8 मा चाहिँ रेइन्फोर्समेन्टको सिंगलीको डिजाइन भन्नुको एएसटी यसको चाहिँ बार चाहिँ टेन्सन साइडमा मात्र हुन्छ भन्ने हो नि त हैन यदि डब्ल्यू भएको भए दुई साइडमा चाहिँ डिजाइन गर्थ्यौं सिंगलीको डिजाइन एएसटी रेइन्फोर्समेन्ट फाइन्ड आउट गर्नु भनेको त्यसको ल एएसटी भनेको यसको टेन्सन साइडमा मात्र बार हुन्छ के सिंगली रेइन्फोर्समेन्टको यस त्यसैले यो माथि चाहिँ बार हुँदैन यो चाहिँ सिंगलीको माथि बार हुँदैन डबल्लीको तल पनि हुन्छ माथि पनि हुन्छ यहाँबाट यो फर्मुला युज गरेर 38 को केस बी को फर्मुला युज गरेर यहाँ हेर्नुस् एम इज इक्वल टु 0.87 एफआई इन्टु एएसटी डी 1 - एएसटी अपन इन्टु एफआई अपन बीटी इन्टु एफसीके यो फर्मुला त्यही 96 पेज 38.1 केस बी को फर्मुला यो एमयु भनेको 124.416 इन्टु 10 को पावरमा 6 फ्रम स्टेप 5 बाट हामीले निकालिसकेका थियौं एमयु भनेको
124.447 इन्टु 10 को पावरमा 6 है। यो न्युटनमा मैले भनेको थिएँ नि क्वेसनमा एफआई अथवा एफसिके आउने बित्तिकै सब न्युटनमा राख्ने अथवा एमएममा राख्ने। त्यसरी यसलाई न्युटन इन्टु एमएममा राख्यौँ। सब गिभन यिनीहरू सबै थाहा हुन्छ, हामीलाई एएसटी मात्र थाहा हुँदैन। ल 0.87 इन्टु एफआई भनेको 415 गिभन नै हुन्छ, इन्टु एएसटी हामीले निकाल्नु पर्ने, इन्टु डी भनेको इफेक्टिभ डेप्थ 500 हामीले निकालेका थियौँ अघि नै। 1 माइनस एएसटी भनेको जस्ताको त्यस्तै, इन्टु एफआई भनेको एफआई अपन बिडी भनेको 250 इन्टु 500 इन्टु 20। देयरफोर यहाँबाट एएसटी को भ्यालु चाहिँ कति आयो 794.018 यहाँबाट निकाल्यौँ है। एएसटी निकाल्ने बेला रेनफोर्स एएसटी निकालिसकेपछि एएसटी प्रोभाइडेड त निकाल्नै पर्छ भन्ने बुझ्ने के, किनकि चेकको लागि चाहिन्छ नि त होइन। त्यसैले हामीले त्यो निकाल्नको लागि एज्युम 20 मिटर एमएम को डायमिटर बार मान्यौँ। तपाईँ यहाँ आफैले मानेको हो, तपाईँ 30 को पनि मान्न सक्नुहुन्छ, 30 को मान्नुहोस्, 40 को मान्नुहोस् है। मैले चाहिँ 20 mm 5 आवर्स मान्यौँ। 20 mm 5 आवर्स भनेपछि यो मैले सजिलोको लागि लेखे हो फर्मुला एएसटी इज इक्वल टु एन इन्टु पाई इन्टु डी को स्क्वायर बाई 4 भनेको पहिलेदेखि फर्मुला यही युज गर्दै आएको हो नि त होइन। अनि एएसटी भनेको त भर्खर यो एएसटी भनेको एएसटी रिक्वायर्ड पनि भन्न पायौँ नि होइन। एएसटी भनेको 794.018 यहाँबाट निकाल्यौँ इज इक्वल टु एन इन्टु पाई इन्टु डी को स्क्वायर बाई 4। एन इन्टु पाई भनेको डी को स्क्वायर भनेको 20 को स्क्वायर अपन 4। यहाँबाट एन को भ्यालु कति निकाल्यौँ 2.527 निकाल्यौँ। एन 2.527 यसरी 2.527 लाई यो भनेको नम्बर हो नि त, बारहरू कहिले पनि पोइन्टमा हुँदैन, त्यसैले यसलाई हामीले 3 मान्यौँ, 2 मान्नुको सट्टा 3 मान्यौँ, सजिलो हुन्छ नि त। ल त्यसैले एएसटी प्रोभाइडेड खास यो मान्नुको कारण चाहिँ एन निकाल्नको लागि हो। अनि एएसटी प्रोभाइडेड निकाल्ने फर्मुला चाहिँ एन इन्टु पाई इन्टु डी को स्क्वायर बाई 4 होइन। खास एएसटी निकाल्ने फर्मुला यही हो। एन भनेको अहिले भर्खर 3 इन्टु पाई भनेको जस्ता उस्तै 20 भनेको कति 20 को यो डी भनेको 20 को स्क्वायर यो एज्युम गरेको अपन 4। यो गर्दाखेरि 942.477 एमएम आयो है। सरी एमएम छुट्या रहेछ, यो चाहिँ ठुलो आयो कि नै, यो भनेको एएसटी प्रोभाइड गरेको एएसटी चाहिँ ठुलो आयो कि नै रिक्वायर भन्दा 794 भन्दा। त्यसैले ओके छ, ठिक छ भने यतिसम्म गऱ्यो भने 8 मार्क्स, यतिसम्म गऱ्यो भने 8 देखि 10 मार्क्स फिक्स। 8 देखि 10 मार्क्स यतिसम्म सोध्यो भने 10 मार्क्सको 10 मार्क्स या 8 मार्क्सको सोध्छ। अनि चेक फर रेनफोर्समेन्ट, चेक फर डिफ्लेक्सन सोध्यो भने अनि अल नेसेसरी चेक्स भन्यो भने अनि यो चाहिँ 16 मार्क्सको सोध्छ। यहाँमा चाहिँ दुईटा मात्र चेक छन्, एउटा रेनफोर्समेन्टको चेक, एउटा चाहिँ डिफ्लेक्सनको है। रेनफोर्समेन्टको चेक गर्नको लागि चाहिँ फर्स्ट अफ अघि हामीले स्टेपमै भनेको थियौँ मिनिमम रेनफोर्समेन्ट इज इक्वल टु 0.85 बिडी अपन एफआई है। यो कोडमै छ, कोड यति यो कोडमा यो यति याद गर्नु होला है 0.85 बिडी अपन एफआई है। फर्स्ट अफ अल यो निकाल्ने, यो चाहिँ प्रोभाइडेड मिनिमम भनेपछि प्रोभाइड गरेको भन्दा सानो आउनु पर्ला नि त मिनिमम भन्ने बित्तिकै। यो भ्यालु निकालौँ, यो भ्यालु निकाल्दाखेरि 256.0 यो सबै भ्यालुहरू राखौँ अनि यो चाहिँ 256.024 एमएम आयो। मिनिमम भन्ने बित्तिकै एएसटी प्रोभाइड गरेको भन्दा सानो आउनुपर्छ। एएसटी प्रोभाइड कति छ 942.477 छ होइन। त्योभन्दा त 246.024 कम आयो नि त, त्यसैले ओके। यदि चाहिँ यसमा चाहिँ यो चाहिँ बढी आएको भए चाहिँ हाम्रो क्यालकुलेसन रङ हुन्थ्यो, हामीले फेरिबाट गर्नु पर्थ्यो है। तर म्याक्सिमम चाहिँ यो करेक्ट नै हुन्छ, ढुक्क हुनु होला। अनि म्याक्सिमम रेनफोर्समेन्ट चाहिँ 4% अफ बिडी चाहिँ के हुनु पर्यो, के भन्दा ठुलो हुनुपर्छ एएसटी प्रोभाइडेड भन्दा चाहिँ ठुलो हुनु पर्यो अनि मात्र ओके आउँछ होइन। फर्स्ट अफ अलमा हामी 4% अफ बी र डी निकाल्छौँ। 4% भनेको 4/100 इन्टु बी भनेको 250 mm अघि हामीले फाइन्ड आउट गरेकै छौँ, इन्टु डी भनेको ओभरअल डेप्थ 550 mm। यो चाहिँ 5500 mm 5500 mm चाहिँ म्याक्स भनेपछि ठुलो आउनु पर्यो किन एएसटी प्रोभाइडेड भनेको। एएसटी प्रोभाइडेड भनेको 942.77 छ, ओके आयो। एएसटी प्रोभाइडेड गरेको भन्दा चाहिँ म्याक्सिमम रेनफोर्समेन्ट चाहिँ ठुलो आयो, त्यसैले ओके। अनि अब लास्ट स्टेप छ चेक फर डिफ्लेक्सन। डिफ्लेक्सन चेक गर्नको लागि डिफ्लेक्सन ठिक हुनको लागि के हुनुपर्छ यो कन्डिसन स्प्यान अपन डेप्थ म्याक्स। यो भ्यालु निकाल्ने, यो भ्यालु निकाल्ने, दुईटा भ्यालु निकाल्ने, दुईटा भ्यालु निकालिसकेपछि डेप्थ म्याक्स भनेको म्याक्स भ्यालु चाहिँ प्रोभाइड गरेको भ्यालु भन्दा ठुलै हुनुपर्छ है। आफैले पनि बुझ्ने कि म्याक्स भन्ने बित्तिकै बढी। फर्स्टमा हामी स्प्यान अपन डेप्थ प्रोभाइडेड निकाल्छौँ है। स्प्यान अपन डेप्थ स्प्यान भनेको अघि हामीले 5770 mm निकालेकै छौँ। डेप्थ प्रोभाइडेड भनेको इफेक्टिभ डेप्थ हो। इफेक्टिभ डेप्थ भनेको 500 mm अघि नै निकालिसकेका छौँ है इफेक्टिभ डेप्थ। अनि यो
यो गर्दाखेरि 11.54 आयो। अब स्प्यान अपन डेप्थ म्याक्स यो निकाल्यौँ, यसको काम यो निकाल्यौँ। अब यसको काम छ स्प्यान अपन डेप्थ म्याक्स भनेको K1 × K2 × K3 × बेसिक भ्यालु, यो फर्मुला है, यो फर्मुला याद गर्ने, यो फर्मुला हो याद गर्ने। ल फर्स्ट अफ अलमा बेसिक भ्यालु इज इक्वल टु 20 हुन्छ, यो जहिले पनि 20 हुन्छ सिम्पली सपोर्टेडका लागि। ल यो कहाँ पेज नम्बर 37 बाट क्लास 23.21 बाट यहाँ हेर्नुहोस् सिम्पली सपोर्टेड बिमका लागि हेर्नुहोस् है, सिम्पली सपोर्टेड बिमका लागि यो भनेको बेसिक भ्यालु भनेको 20 हुन्छ। यदि कन्टिन्युअस बिम भनेको थियो भने 26 हुन्थ्यो, तर हाम्रो सोध्ने भनेको चाहिँ सिम्पली सपोर्टेडबाटै सोध्छ, जहिले पनि 20 याद गर्ने है। अनि K1 = 1 किन हुन्छ? यो सिङ्गली रेन्फोर्स भएका हुनाले यसमा चाहिँ कम्प्रेसन स्टिल हुँदैन, त्यसैले K1 = 1 K2 = पनि 1 हुन्छ भनेर याद गर्नुहोस् यति वाला। बेसिक भ्यालु 20 K1 = 1 K2 = चाहिँ 1 हुन्छ, यति याद गर्नुहोस्। निकाल्नु पर्ने भनेको हामीले K3 हो यसमा हैन। K3 निकाल्नको लागि FS र PT को भ्यालु निकाल्नु पर्छ है। FS को भ्यालु निकाल्नको लागि हामी पेज नम्बर 38 निकाल्छौं। FS को भ्यालु निकाल्नको लागि यो चाहिँ पेज नम्बर 38, पेज 38 मा छ। FS भनेको 0.58 * FY * AST रिक्वायर्ड अपन AST प्रोभाइडेड है। ल यो वाला फर्मुला पेज नम्बर 38 बाट FS = 0.58 FY अपन एरिया अफ द क्रस सेक्सन अफ स्टिल रिक्वायर्ड भनेको AST रिक्वायर्ड अपन AST प्रोभाइडेड यहाँबाट निकाल्यौं हैन। ल अब यहाँबाट चाहिँ FS को भ्यालु कति निकाल्यौं? AST 0.58 * FY भनेको 415 * AST रिक्वायर्ड भनेको यहाँ भन्दा अगाडि कति निकालेका थियौं? AST रिक्वायर्ड भनेको AST हो नि त, AST यो रिक्वायर्ड 794.018 अपन AST प्रोभाइडेड कति छ? 942.477 यो गर्दाखेरि 202.748 यहाँबाट यो गर्यौं। अब त्यस्तै PT को भ्यालु पनि निकाल्यौं। PT भनेको 100 * AST प्रोभाइडेड अपन BD, यो फर्मुला पनि कोडमै हुन्छ, नत्र यदि यो फर्मुलाहरु गाह्रो लाग्छ भने टक्क यो कोडमै भएको फर्मुला हुन्छ, कोडमै आफै साइडमा चाहिँ यो फर्मुलाहरु लेखेर जान्न मिल्छ है। 100 * AST प्रोभाइडेड भनेको 942.477 अपन B भनेको 250 * D भनेको चाहिँ 500 यो गर्दाखेरि 0.753 योलाई यसको चाहिँ न्युटन पर mm को स्क्वायर हो है। ल अब हामीले के भनेका थियौं? K3 निकाल्नको लागि FS र PT निकाल्नु पर्छ अनि हामी K3 निकाल्न सक्छौं है। अब हामी यसको लागि एउटा ग्राफ हेर्छौं। के ग्राफ हेर्छौं? यो वाला ग्राफ हेर्छौं है। यो वाला ग्राफ यो भनेको यो वाला यो तलको एक्स एक्सिस को लाइन भनेको यो भनेको PT को हो, यो भनेको मोडिफिकेसन फ्याक्टर हो। यो सिंगली रेइन्फोर्समेन्टका लागि यो मोडिफिकेसन फ्याक्टर भनेको चाहिँ K3 हो है। यहाँ हेर्नुस् हामीलाई FS भनेको यो वाला लाइन हो, यहाँ कोडमै दिएको छ। FS भनेको यो वाला लाइन हो। FX हाम्रो कति आछ? 202.784 आछ हैन। FS भनेको 202.784, त्यसैले यहाँ 120 यहाँ छ, 145 यहाँ छ, 190 यहाँ छ, 240 यहाँ छ हैन। 202 त पक्कै 190 र 190 यहाँ होला, 200 यहाँ होला। 202 त पक्कै हल्का यो 240 को माथि होला नि हैन। त्यसैले हामीले यहीमै डट लाइन गर्यौं हैन यो FS को लागि। अनि PT भनेको तल हो, PT भनेको यो भ्यालु हो नि त। PT यो भ्यालु PT को हो। PT हाम्रो कति आछ? PT भनेको कति आछ? 0.753 भनेको 0 यो छ है, 0.4 यो छ, 0.8 यहाँ छ, 0.753 भनेको यहाँ होला नि हैन, 7 यहाँ होला। त्यसैले यो पोइन्टबाट पनि डट गरौँ, अघिको योबाट लगेको पोइन्टबाट डट गरौँ जहाँ पोइन्ट मिट हुन्छ हैन। यो पोइन्ट चाहिँ यहाँबाट यहाँ मिट हो अनि यहाँबाट डट गरेर 1.3 कि 1.4 निकाल्यौं हामीले हो। यहीमा हामीले सर्टकट बुझ्नको लागि हामीलाई PT को भ्यालु थाहा हुन्छ। PT को भ्यालु कति छ? 0.753 हैन। यो चाहिँ 202.784 को लाइन हो, यो वाला लाइन हैन। यहाँबाट डट गरौँ अनि यो वाला पनि डट गरौँ। यहाँबाट चाहिँ यो जो आउँछ त्यही ग्राफ प्लट गरे जस्तै हो के। यो भ्यालु यो लाइन हामीलाई थाहा छँदै हुन्छ कि यो क्वेशन यहाँबाट थाहा छँदै हुन्छ। 202 भनेको पक्कै पनि यहाँ होला नि, 240 कै लाइनमा गर्दा पनि भयो। नत्र 202 भनेको 240 को माथि होला नि, यहाँ 190 को वरिपरि होला, यहाँ होला। त्यही भएर यहाँबाट चाहिँ हामी
यो भनेको मोडिफिकेसन फ्याक्टर हो। मोडिफिकेसन फ्याक्टर भन्दाखेरि K3 हो। यहाँबाट 0.753 डट 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 माथि लगाउँ अनि यहाँबाट यो जो जहाँ मिट भएको छ नि त्यहाँबाट चाहिँ सिधा गएर कति आउँछ त हैन 1.4 आयो। कसरी आयो 1.4 0 यहाँ छ 0.4 यहाँ छ 0.8 यहाँ छ 1.2 यहाँ छ। हाम्रो आएको भनेको कति छ यहाँदेखि 0.7 यहाँ छ नि 0.7 भनेको यो पोइन्ट हो। यहाँबाट डट 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 गरेर यहाँ लग्यौँ यति पोइन्टमा लग्यौँ। यहाँबाट यो पोइन्ट मिट भएको पोइन्ट हो नि त। यहाँबाट यो गर्दाखेरि नै यहाँबाट यहाँ मिट भयो 1.7 ल यहाँ मिट भयो है। कति आएछ ल 1.3 अथवा 1.4 जे राख्दा पनि भएन। ल मेरो 1.4 आयो। तपाईको 1.3 आउँछ भने पनि ठिकै छ है। त्यति साह्रो एफेक्ट गर्दैन। देयरफोर K1 को भ्यालु थाहा भयो, K2 को भ्यालु, K1 को भ्यालु थाहा भयो, K2 को भ्यालु थाहा भयो, K3 भनेको नै यही हो कि मोडिफिकेसन फ्याक्टर भन्नु नै K3 हो। K3 को भ्यालु कति आयो 1.4 ल यिनीहरु सबैको भ्यालु थाहा भएर हामी के गर्यौं ल यदि हजुरहरुलाई यो सब गर्न झ्याउ लाग्छ बुझ्न झ्याउ लाग्छ भने यति चाहिँ यो यति स्टेप चाहिँ गर्नुस् अनि यो वाला चाहिँ रट्टै हान्दिनुस्। त्यति 1.3 1.4 सम्मै राख्नुस् K3 को भ्यालु है। यदि 200 को रेन्जमा आउँछ भने ल है ल यसरी पुटिङ अल अनि यिनीहरु K3 सबैको भ्यालु चाहिँ यो इक्वेसनमा राख्दाखेरि हामी स्प्यान अपन डेथ म्याक्स निकाल्छौं। अब यहाँ चाहिँ के आयो यहाँ हेर्नुस् है स्प्यान अपन डेथ म्याक्स चाहिँ 28 आयो। यो गर्दाखेरि यो स्प्यान अपन डेथ म्याक्स भनेको K1 * K2 * K3 * बेसिक भ्यालु। K1 भनेको 1 K2 भनेको पनि 1 K3 भनेको 1.4 अनि इन्टु बेसिक भ्यालु भनेको 20 इज इक्वल टु कति 20 आयो। 20 चाहिँ के भन्दा ठुलो आयो यो प्रोभाइड गरेको भन्दा ठुलो आयो कि नै प्रोभाइड गरेको कति छ 11.54 छ। देयरफोर ओके भनेर हामी बुझ्यौं। अनि लास्टमा चाहिँ एउटा चित्र बनाइदिउँ। यो भनेको सिंगली रेइन्फोर्समेन्ट बीमको लागि यो चाहिँ तलमा चाहिँ यान कति अघि हामीले निकालेका थियौं नि यान तीनवटा यो चाहिँ एज्युम गरेको हामीले तीनवटा 20 mm को बार कति स्टेपमा हो क्याल्कुलेसन अफ द रेइन्फोर्समेन्ट निकाल्दाखेरि यान इज इक्वल टु 2.527 निकाल्दाखेरि 3 यहाँ निकालेका थियौं तीनवटा। अनि इफेक्ट यहाँ हेर्नुस् है ओभरअल डेप्थ भनेको चाहिँ 550 mm इफेक्टिभ डेप्थ भनेको चाहिँ यहाँ यति यहाँदेखि यसको यो बारको सेन्टरदेखि माथिसम्मको इफेक्टिभ डेप्थ अनि क्लियर कभर भनेको यो आफैले एज्युम गरेका थियौं 50 mm अनि यो चाहिँ विथ भनेको 250 mm। यति गर्दाखेरि चाहिँ 16 मार्क्स फिक्स नै आउँछ। डबल्ली रेइन्फोर्सको लागि पनि सजिलै छ। डबल्ली रेइन्फोर्सको लागि तपाईहरु त्यही आदि त्यो वाला स्टेपसम्म चाहिँ सेम गर्नु होला। त्यो वाला स्टेपसम्म चाहिँ 6 मार्क्स चाहिँ तपाईको आइहाल्छ। भयो भने म अर्को भिडियोमा चाहिँ डबल्ली रेइन्फोर्सको गर्दिमला। तर यो सिंगली रेइन्फोर्समेन्टको बढी इम्पोर्टेन्ट छ। यसलाई हेर्नु होला। यो लामो भए पनि यो एक दुई चोटी हेर्यो भने यो वाला न्युमेरिकल सजिलै सकिन्छ। थ्यांक यू।